बिचरी सोझी भुन्टीमाथि लागेको काला करतुतहरूको पर्दाफास भूपेन्द्रले गरिसकेका छन्। चौकी लिएर जाँदै थिए भुन्टीलाई, तर बाटोमा पुग्दा भुन्टीलाई कल आउँछ र भुन्टीले सारा कुरा सुन्छिन्। आमा सिकिस्त बिरामी भएको खबरले भुन्टीलाई एकदमै धेरै तनाव भइरहेको हुन्छ। त्यही तनावमाथि अर्को तनाव थप्नका लागि होला सायद भूमिकाले नाना थरी भन्दै तेरी आमा मरिहालेकी त छैन नि, तुरुन्त चौकी हिँड भनेपछि भुन्टीलाई लाटो रिस उठेर भुन्टीले एकै फड्याङमा तोरीको फूल देखाउँछिन्। तर त्यति नै बेला भीमले भने हाम्रै अगाडि त हाम्री बहिनीलाई यतिसम्म गर्छिन् भने अरू बेला झन् के गर्छिन् होला र भनेर उल्टै आरोप लगाउन खोजिरहेका हुन्छन्। यति मात्र होइन, म मार्न पनि सक्छु रिस उठ्यो भने, र मैले गल्ती गरेको छैन भने म माथि जो कसैले नराम्रो बोल्छ र मेरो आमा र बाको विषयमा त झन् जसले नराम्रो बोल्छ त्यसको त म कालै गरिदिन्छु भनेर भनिरहेकी हुन्छन्। र त्यहाँबाट भुन्टी आफ्नो बाटो फर्केर आउँछिन्। भुन्टी चौकी जान मान्दिनन्, तर भूपेन्द्र र भूमिका अनि भीम भने चौकी पुग्न जान्छन्। चौकी पुगेर भूपेन्द्रले त्यो बलात्कारीलाई पुनः पनि सोधपुछ गर्छन् र पुलिसले पनि अनुमति दिन्छ। तर भूपेन्द्रले भने त्यसको गर्दनमा चक्कु राख्दै यथार्थ कुरा बताउन लगाउँछन्, नत्र तँलाई म यहीँ सिध्याइदिन्छु। तेरो कारणले यहाँ कति ठुला ठुला समस्याहरू भइरहेका छन् भन्ने कुरा तैँले बुझेको छैनस्, तर यो सारा समस्याको जड तै होस् र तँलाई सिध्याउन मलाई कति समय पनि लाग्दैन भनिसकेपछि त्यसको पनि होस उड्न थाल्छ। अब कतै मैले झुट्टो बोलेकै कारण अहिले त म जेलमा जीवित छु, तर मलाई यिनीहरूले मारे भने त मेरो जिन्दगी सकिन्छ त भन्ने सोच आउन थाल्छ र यथार्थ कुरा बताउँछन्। गुण्डाहरूसँग मिलेर मैले यसो गरेको हुँ, भुन्टीको कुनै गल्ती छैन। भूमिकासँग मेरो झगडा हुँदा भुन्टीले मलाई फोन गरेर हामी दुईजनाको पुनः मिलन गराइएकी थिइन्, धेरै कुरा सम्झाएकी थिइन्। यदि भुन्टीले भनेको कुरा आज मैले मानिदिएको भए आज भूमिका र मेरो जिन्दगी कति खुसीमय हुने थियो, तर नमान्नाको कारण आज परिणाम जेलमा बसिरहेको छु। भूपेन्द्रका परिवारले भुन्टीलाई दिनसम्म दुःख र टर्चर भने दिइरहेकै छन्। बिचरा भुन्टी आफ्नो आमा गाउँमा बिरामी भएको र भोलि सहर ल्याउँदैछन् भन्ने कुराले चौकी जाँदै गर्दा बाटैबाट फर्किएर आएकी थिइन्। चौकी पुगेपछि यिनीहरू ती तीनजना मिलेर नाना थरी बहाना बनाउँदै मलाई फसाउँछन् भन्ने कुरा भुन्टीले प्रमाणित गरिसकेकी थिइन् र उसलाई विश्वास पनि लागिसकेको थियो। जुन श्रीमानलाई केही समय अघि भाइले जेल हाल्न खोज्दा आफैले बचाएका कुरा र आफूलाई जेल पर्नु परेको कुरामा भुन्टीलाई दुःख थिएन, तर श्रीमानले विश्वास नगरेको कुरामा भने धेरै दुःख लागिरहेको थियो। तर वास्तविकता भने बल्ल खुल्यो। भुन्टी त्यहाँबाट घर फर्केपछि भूपेन्द्र र भूपेन्द्रका भाइ भीम र भूमिका साथै जेल पुगे। जेल पुगेर भूपेन्द्रले ती केटाको गर्दनमा खुकुरी तिर्साउँदै यथार्थ बताउँछस् भने बता, नत्र तेरो घाँटी आज म यहीँ छिनाउँछु भनिसकेपछि त्यो केटाले सबै कुरा बतायो र भूपेन्द्रलाई बल्ल थाहा भयो कि आफ्ना दुश्मनहरू पछि लागिरहेका छन् हाम्रो घर झगडा बनाउनको लागि र मेरो बिजनेस सिद्ध्याउनको लागि भन्ने कुरा। र भीम र भूमिकाको पनि सातो गयो। बिचरा भुन्टी कहिले केही नगर्ने र घरबाटै बाहिर ननिस्किने भुन्टीले गाउँभरि टोलभरि हल्ला गरी भन्दाखेरि विश्वास गर्ने म कस्तो रहेछु भनेर आफूलाई आफै धिक्कार मान्दै थिए भूपेन्द्र पनि। बिचरा भुन्टीले केही गल्ती नगर्दासम्म पनि जेलसम्म हाल्न भनेर तयार भएर यहाँसम्म लिएर आए। बिचरा भुन्टीको त गल्ती केही रहेनछ, यिनीहरू बहिनी र भाइकै कारण